एक्जिक्युटिभ भेजिटेबल सक्रिय तरकारीको रूपमा यस भेकमा नौलो खेतीको रूपमा अग्रसर बन्दै गइरहेको यस खेतीहरूमा जुगुनी, ब्रोकोली, सिल्लरी, चाइनिज क्याबिज आदि छन्, जहाँ यस खेती अन्तर्गत राम्रो आय स्रोत हुन सक्ने सम्भावना रहेको छ। हाल गरिरहेको यस खेती जैविक रूपमा भइरहेको छ। प्रत्येक खेतीमा गाईको मल, भर्मी कम्पोस्ट आदि प्रयोग गरेर उत्पादन गरिरहेको यस सब्जी खेतीमा पहाडी भेक जो बस्तीहरूमा उत्पादन हुन सक्ने सम्भावना देखिएको छ र यो अफ सिजनमा उमारिएको यस खेतीले भने राम्रो आय आर्जन गर्न सक्ने पनि थाहा लागेको छ। बस्तीवासीहरूको निम्ति एउटा यो राम्रो सम्भावना रहेको छ, जो पहाडी भेकमा अफ सिजनमा यस खेती निकाल्न सके राम्रो बजार भाव लाग्न सक्ने पनि थाहा लागेको छ।